जय मसीह अनि हार्दिक नमस्कार। जीवनका दौडधुप र व्यस्तताहरूबाट केही बेर अलग रहेर आउनुहोस्, आज हामी हृदयलाई शान्त पारौँ र परमेश्वरको जीवित वचनलाई मनन गरौँ। आज हामी सुन्दैछौँ भजन सङ्ग्रहको 34 अध्याय। दाउदले लेखेको यो भजन सङ्कटको समयमा परमेश्वरको सुरक्षा, उद्धार र उहाँको भलाइको जिउँदो गवाई हो। यदि तपाईँ आज कुनै समस्या, चिन्ता वा निराशामा हुनुहुन्छ भने यो वचनले तपाईँको हृदयमा ठुलो शान्ति र भरोसा दिनेछ। आउनुहोस्, हामी परमेश्वरको जीवित वचनलाई ध्यानपूर्वक सुनौँ। परमेश्वरका भलाइको निम्ति स्तुतिगान। हर समय म परमप्रभुको प्रशंसा गर्नेछु। उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्टमा परेकाहरू यो सुनेर खुसी हुन्। म सँगसँगै परमप्रभुको महिमा गर र हामी एकसाथ उहाँको नाउँ उच्च पारौँ। मैले परमप्रभुलाई खोजे र उहाँले मलाई जवाफ दिनुभयो। मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो। उहाँलाई हेर्नेहरू उज्जवल हुन्छन् र तिनीहरूका शिर शर्मले कहिल्यै झुक्ने छैन। यस दुखित मानिसले परमप्रभुलाई पुकार गर्यो अनि उहाँले सुन्नुभयो र त्यसका सबै कष्टबाट बचाउनुभयो। परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लाउँछन् र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ। परमप्रभुलाई पारख गरेर हेर कि उहाँ कति भला हुनुहुन्छ। उहाँमा शरण लिने मानिस धन्यको। हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान, किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन। जवान सिंहहरू कमजोर होलान् र तिनीहरू भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन। आओ हे बालक हो, मेरो कुरा सुन। म तिमीहरूलाई परमप्रभुको भय मान्न सिकाउनेछु। तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्छ र धेरै असल दिनहरू देख्न इच्छा गर्दछ भने आफ्नो जिब्रोलाई खराबीबाट र आफ्नो ओठलाई झुट बोल्नबाट अलग राख। खराबीबाट फर्केर असल गर, शान्ति खोज र त्यसकै पछि लाग। परमप्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ र उहाँले तिनीहरूको पुकार सुन्नुहुन्छ। परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ अनि उहाँले तिनीहरूको स्मृतिसम्म पनि धरतीबाट मेटाइदिनुहुनेछ। जब धार्मिक जनले पुकार गर्छन् तब परमप्रभु सुन्नुहुन्छ र तिनीहरूका सबै सङ्कटबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ। चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। धार्मिक मानिसलाई धेरै विपत्ति आइराख्छ, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ। परमप्रभुले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ। तिनमा एउटै पनि भाँचिने छैन। खराबीले दुष्टलाई नष्ट पार्दछ र धार्मिक जनका विरोधीहरू जति दोषी ठहरिनेछन्। परमप्रभुले आफ्ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्छ। उहाँमा शरण लिने कोही पनि दोषी ठहरिने छैन। परमप्रभुले आफ्ना जनहरूका प्रार्थना सुन्नुहुन्छ र उनीहरूका सबै डरहरूबाट मुक्ति दिनुहुन्छ। आज यो वचनले तपाईँको हृदयमा शान्ति र आशिष ल्याएको होस्। भिडियोलाई अन्त्यसम्म सुनिदिनु भएकोमा
तपाईँलाई धेरै धेरै धन्यवाद। यदि यो वचनले तपाईँलाई आशिष दियो भने यस च्यानललाई सब्सक्राइब गर्न र आफ्ना प्रियजनहरूलाई सेयर गर्न नभुल्नुहोस्। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिउन्। जय मसीह।